चिकन करी मन पराउनेहरूको लागि मसालेदार थिक ग्रेभी र पिरो स्वाद भएको। हेर्दा नेपाली स्टाइलको चिकन करी जस्तै देखिए तापनि स्वाद एकदम बिल्कुलै फरक भएको महाराष्ट्रको कोल्हापुरी स्टाइलको चिकन करी कसरी बनाउने जान्न चाहनुहुन्छ भने भिडियोको अन्त्यसम्म रहिरहनु होला है त। स्वागत छ यहाँ सबैजनालाई कुलिनरी आर्टिस्ट कुकिङ च्यानलको अर्को एक नयाँ एपिसोडमा। चिकन कोल्हापुरीको मसला बनाउनको लागि हामीले थोरै होल जिरा, धनिया, व्हाइट सिसमी, मेथी, पप्पी सिड्स, दालचिनी, कालो मरिच, ल्वाङ, ग्रीन र ब्ल्याक कार्डमम, सुकेको रातो खुर्सानी र थोरै काजुलाई लिएका छौँ। बिचमा बेलिच र नरिवलको टुक्रालाई राखी मिक्स गरेका छौँ र सबै इन्ग्रेडियन्ट्सहरूलाई लाइट ब्राउन कलर नआइन्जेल भुटेका छौँ। महाराष्ट्र क्षेत्रको खानामा नरिवल परम्परागत रूपमा धेरै प्रयोग हुने भएकोले स्थानीय स्वादलाई इन्हान्स गर्नको लागि ग्रेभीलाई बाक्लो र रिच बनाउनको लागि यसको प्रयोग गर्ने गरिन्छ। त्यसपछि मसलाहरूलाई ग्राइन्डरमा पाउडर बनाउनुभन्दा अगाडि चिसाउनको लागि छोडेका छौँ। त्यसपछि पुनः मन्द आँचमा प्यानमा तेल राखी तातिसकेपछि फाइन चप्ड अनियन तथा जिन्जर गार्लिक पेस्टलाई राखी हल्का ब्राउन नभइन्जेल भुटेका छौँ। यसै बीचमा अघि चिसाउन राखेको भुटेको मसलालाई ग्राइन्डरमा पिसी फाइन पाउडर बनाएका छौँ। त्यसपछि अनियन र जिन्जर गार्लिक ब्राउन भइसकेपछि अघि पिसेको मसला तथा रङको लागि कश्मिरी रातो खुर्सानीको पाउडरलाई राखी मिक्स गरेका छौँ। मसला पाउडर अघि नै लगभग पाकिसकेको हुनाले धेरै बेर नपकाई होममेड टोमेटो प्युरीलाई राखी मिक्स गरी केही समय पकाएका छौँ। नेपाली स्टाइलमा बनाएको चिकनको धेरै रेसिपीहरू मध्ये यहाँले धेरै मन पराउनु भएको चिकन अचारको रेसिपी, चिकनको पाङ्राको रेसिपी, चिकन छोइला, चिकन ललिपप, बार्बिक्यू चिकन विङ्स, चिकन नगेट्स, होल रोस्टेड चिकन लगायत अरू स्टाइलको चिकन डिसहरू यहाँहरू सिक्न तथा बनाउन चाहनुहुन्छ भने मेरो पुरानो भिडियोहरू क्लिक गरी हेर्नु होला है त। टोमेटो पेस्ट तथा थोरै मात्रामा पानी राखी केही बेर पकाई आवश्यक मात्रामा सिजनिङ गरी स्किनलेस कुखुराको पिसलाई पाक्नको लागि हामीले ग्रेभीमा मिक्स गरी छोपेर पाक्नको लागि छोडेका छौँ। त्यसपछि बाक्लो ग्रेभी बनाउन तथा चिकन राम्रोसँग पकाउनको लागि हामीले मन्द आँचमा बिचमा छोप्दै चलाउँदै लगभग 25 मिनेट पकाएका छौँ। हेर्दा उस्तै देखिए तापनि नेपाली स्टाइलको चिकन करी र कोल्हापुरी चिकन करीमा स्वाद, मसला र बनाउने शैलीमा अलिकति फरकपना हुन्छ। नेपाली स्टाइलको चिकन करीमा साधारण मसलाहरू मात्र प्रयोग गरे तापनि कोल्हापुरी चिकनमा अलि पिरो, सुक्खा रातो खुर्सानी, नरिवल, खसखस, काजु, सिसमी सिड, ल्वाङ, दालचिनी लगायतको मसलाहरू भुटेर पेस्ट बनाइने भएकोले निकै पिरो, गाढा र बाक्लो मसलाले भरिएको हुन्छ। यसको ग्रेभी बाक्लो, तेल छुटिएको र निकै रिच हुन्छ। चिकन राम्रोसँग पाक्न तथा चिकनको ग्रेभीको कन्सिस्टेन्सी मेन्टेन गर्नको लागि भिडियोमा देखिएको जस्तै बनाउन लगभग 25 मिनेट लागेको छ र चिकन राम्रोसँग पाकिसकेपछि हामीले अन्त्यमा धनियाले गार्निस गरेका छौँ। चिकन कोल्हापुरी भारतको महाराष्ट्र राज्यस्थित कोल्हापुर शहरमा उत्पत्ति भएको प्रसिद्ध मसालेदार परिकार हो। पिरो खाना, स्थानीय मसला र परम्परागत पकाउने शैलीबाट प्रेरित भएर नै कोल्हापुरी चिकन तयार गरेको मानिन्छ। पिरो स्वाद मन पराउनेहरूको लागि यो उत्कृष्ट परिकार तातो नान, पराठा वा भातसँग खानको लागि उपयुक्त मानिन्छ। यहाँहरू पनि मसालेदार र स्वादिलो पिरो कोल्हापुरी चिकन घरमै बनाएर खानुहोस्, परिवारसँग बसेर तातो रोटी वा भातसँग सर्भ गर्नुहोस् र रेस्टुरेन्टको जस्तो मजा लिनुहोस् है त। यो थियो आजको चिकन कोल्हापुरीको रेसिपी। यहाँहरूलाई आजको भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट, साथै च्यानललाई मन परेमा लाइक, शेयर र सब्स्क्राइब पनि गरिदिनु अनुरोध गर्दछु। अर्को भिडियोमा कुनै नयाँ डिस सहित उपस्थित हुनेछु। तबसम्मलाई किप वाचिङ कुलिनरी आर्टिस्ट कुकिङ च्यानल। बाई बाई एन्ड सी यू।